शेयर बजारबाट मालामाल हुने सपना कसले पो देख्दैन र। तर एउटा कुरा के छ भने यहाँ जति ठूलो अवसर छ नि त्यति नै ठूलो जोखिम पनि छ, खास गरी हामी जस्ता नयाँ लगानीकर्ताहरूका लागि। अब यो समस्याको समाधान के होला त? ल आज यही कुराको चुरो पत्ता लगाउँ। एउटा रिसर्चले त एउटा एकदमै डरलाग्दो कुरा देखाएको छ। के थाहा छ? हरेक 10 जना नयाँ लगानीकर्ता मध्ये 8 जनाले शेयर बजारमा आफ्नो पैसा गुमाउँछन्। मतलब 80%। यो त सानोतिनो नम्बर बिल्कुलै होइन, साँच्चै सोच्न बाध्य बनाउने खालको छैन त। अब प्रश्न उठ्छ, यदि 80% मानिसले पैसा गुमाइरहेका छन् भने वारेन बफेट जस्ता अर्बपतिहरूले चाहिँ यही बजारलाई प्रयोग गरेर कसरी लगातार आफ्नो सम्पत्ति बढाइरहेका छन्? उनीहरूले यस्तो के जादु गर्छन् होला? हो, आज हामी यही रहस्यको पर्दाफास गर्नेछौँ। ल आजको हाम्रो यात्राको बाटो कस्तो छ सरसर्ती हेरिहालौँ। सुरुमा के यो साँच्चै अर्बपतिहरूको मात्र खेल हो त भन्ने प्रश्नको जवाफ खोज्नेछौँ। त्यसपछि हामी जस्ता सामान्य लगानीकर्ताले गर्ने गल्तीहरू खेलाउनेछौँ अनि जित्नका लागि कस्तो सोचाइ चाहिन्छ भनेर बुझ्नेछौँ। त्यसपछि एउटा गुणस्तरीय कम्पनी चिन्ने चेकलिस्ट पनि हेर्छौँ, लगानी सुरु गर्ने 3वटा सजिलो स्टेप सिक्छौँ र अन्त्यमा जुवा खेल्न छोडेर मालिक बन्ने तरिकाबारे कुरा गर्नेछौँ। सफल कसरी हुने भनेर जान्नुभन्दा पहिले असफल किन भइन्छ भनेर बुझ्न जरुरी छ हैन र? त्यही भएर आउनुहोस् सबैभन्दा पहिले हामी जस्ता खुद्रा लगानीकर्ताले गर्ने सामान्य गल्तीहरूबाट सुरु गरौँ। यो एक किसिमको चेतावनी हो जसबाट हामी सबैले केही न केही सिक्न सक्छौँ। ल अब एउटा पात्रलाई भेटौँ। नाम हो रोहित। उनी पनि सुरुमा हामी जस्तै थिए। बजारमा छिरेर छिट्टै पैसा कमाउने ठूलो जोश थियो। उनको कथाले हामीलाई ती गल्तीहरू देखाउँछन् जुन धेरैजसो नयाँ लगानीकर्ताले गर्छन् र ठूलो मूल्य चुकाउँछन्। रोहितको यात्रालाई हेरौँ है त। पहिलो चरणमा के भयो? उनले ब्रोकरले दिएको हट टिप्स र समाचारको पछि आँखा छिम्लेर लागे। सुरुमा अलिकति नाफा पनि भयो, तर जब बजार क्र्यास भयो लगानीको आधा हिस्सा स्वाहा। दोस्रो चरणमा उनले टिभी र इन्टरनेटमा आउने हल्लाको पछि दौडिन थाले, छिटो नाफा कमाउने लोभमा। तर त्यहाँ पनि हात लाग्यो शून्य। अनि तेस्रो र सबैभन्दा खतरनाक चरण, उनले बजारलाई क्यासिनो नै सम्झिए। दिनहो किनबेच गर्ने यानी इन्ट्राडे ट्रेडिङ अनि फ्युचर्स एन्ड अप्सन्स जस्ता उच्च जोखिमयुक्त खेलमा हाम फाले। र अन्त्यमा नतिजा के भयो त? 5 वर्षमा जम्मी 10 लाख रुपियाँको नोक्सान। रोहितले जे गरे त्यसको सार यही एउटा भनाइले बताउँछ। दिनहुँको किनबेच, छोटो अवधिको व्यापार अनि एफएनओ यो सबै जुवा खेल्नुभन्दा फरक होइन। अनि दुःखको कुरा के हो भने छिटो पैसा कमाउने चक्करमा धेरैजसो नयाँ लगानीकर्ताहरू यही जालमा फस्छन्। ल गल्तीहरूको कुरा त धेरै भयो, अब समाधानतिर लागौँ। शेयर बजारमा लामो समयसम्म टिक्ने र कमाउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण सूत्र भनेको आफ्नो सोचाइमा परिवर्तन ल्याउनु हो। अब हामी जुवाडेको जस्तो होइन, एक मालिकको जस्तो सोच्न सुरु गर्नेछौँ। अब हेर्नुहोस्, यो जुवाडे र मालिकको सोचाइमा आकाश पातालको फरक छ। जुवाडेले के गर्छ? ऊ शेयरको मूल्य घटबड भएको मात्र हेर्छ, आज किनेर भोलि नै बेच्ने दाउमा हुन्छ अनि कसले के टिप दियो भनेर कान थापेर बस्छ। तर मालिकको सोचाइ त्यो बिल्कुलै फरक छ। उनीहरू शेयरको मूल्य होइन, त्यो पछाडिको व्यवसाय हेर्छन्, लामो अवधिका लागि सोध्छन् अनि धैर्यताका साथ आफ्नो लगानीलाई बढ्न दिन्छन्। यही सानो सोचाइको फरकले नै जित र हारको निर्णय गर्छ। यो कुरालाई अझ प्रष्टसँग हेरौँ। एकातिर जुवाडे मानसिकता भएकाहरू छन् जो रातारात करोडपति बन्ने सपना देख्छन् र अन्त्यमा आफ्नो भएको पैसा पनि गुमाउँछन्। त्यही 80% को समूहमा पर्छन्। अनि अर्कोतिर वारेन बफेट जस्ता दिग्गज लगानीकर्ता छन् जसले हरेक वर्ष औसतमा 22% को सामान्य तर स्थिर प्रतिफलबाटै आज संसारकै धनी व्यक्ति बनेका छन्। भनेपछि रहस्य के रहेछ त? छिटो कमाउनु होइन, लगातार कमाइरहनु पो रहेछ। त्यसैले सफलताको रहस्य एकदमै सरल छ। सफल लगानीकर्ताहरू शेयरको मूल्यमा बाजी लगाउँदैनन्। उनीहरू त राम्रो बलियो कम्पनीको एक सानो हिस्सा किन्छन् र त्यसको मालिक बन्छन्। बस यति हो। राम्रो कम्पनीमा लगानी गर्ने कुरा त सजिलै लाग्यो हैन? तर राम्रो कम्पनी भनेको के हो? यसलाई चिन्ने कसरी? ल अब के गर्नेबाट कसरी गर्ने भन्नेतिर लागौँ। यहाँ एउटा सजिलो चेकलिस्ट छ जसले हामीलाई आर्थिक किल्ला जस्ता बलिया कम्पनीहरू खोज्न मद्दत गर्छ। यो आर्थिक किल्लाको कुरा गर्दा वारेन बफेटले एउटा गजबको शब्द प्रयोग गर्नुहुन्छ, इकोनोमिक मोट, अर्थात् आर्थिक खाडल।
यसको मतलब के हो भने जसरी एउटा किल्लालाई वरिपरिको खाडलले शत्रुबाट बचाउँछ, ठिक त्यसै गरी एउटा बलियो कम्पनीसँग पनि यस्तो विशेष खुबी हुन्छ जसले अरू प्रतिस्पर्धीलाई सजिलै छेउ पर्न दिँदैन। यही हो चेसको सुरक्षा कवच। ल, त्यस्तो किल्ला जस्तो बलियो कम्पनी चिन्ने यो 4 बुँदे चेकलिस्ट हेरौँ। नम्बर 1, उच्च रिटर्न अन इक्विटी अर्थात् ROE। सजिलो भाषामा भन्दा कम्पनीले लगानीकर्ताको पैसा प्रयोग गरेर कति नाफा कमाइरहेको छ भन्ने हो। यो लगातार 20% भन्दा माथि भए गजब। नम्बर 2, कम ऋण। टाउकोमा धेरै ऋण बोकेको कम्पनी डुब्न सक्छ, त्यसैले ऋण र पुँजीको अनुपात 1 भन्दा कम हुनुपर्छ। नम्बर 3, बिक्रीमा लगातार वृद्धि। कम्पनीको सामान वा सेवाको माग बढिरहेको हुनु पर्यो, कम्तीमा हरेक वर्ष 10%ले। र अन्तिम नम्बर 4, नाफामा पनि वृद्धि। व्यापार बढेर मात्र भएन, नाफा पनि त बढ्नु पर्यो नि, कम्तीमा 12%ले बढेको हुनुपर्छ। ल, चेकलिस्ट त हातमा आयो। अब यसलाई प्रयोग गरेर कसरी आफ्नो लगानीको यात्रा सुरु गर्ने त? चिन्ता नलिनुहोस्, यहाँ आफ्नै तरिकाले पोर्टफोलियो बनाउने 3वटा एकदमै सरल उपायहरू छन्। अब कसैको टिप्स कुर्नु पर्दैन, आफ्नै बलियो पोर्टफोलियो बनाउने तरिका यही हो। पहिलो स्टेप, स्क्रिनिङ। अघिको चेकलिस्ट प्रयोग गरेर बजारमा भएका हजारौं कम्पनीहरूमध्येबाट केही मुठ्ठीभर उत्कृष्ट कम्पनीहरू छान्नुहोस्। दोस्रो स्टेप, मालिक जसरी अनुसन्धान गर्नुहोस्। अब त्यो छानेको कम्पनीको बारेमा गहिरिएर बुझ्नुहोस्। उनीहरूले के गर्छन्, कसरी पैसा कमाउँछन्, उनीहरूको त्यो आर्थिक खाडल के हो, यसमा अलि समय दिनुहोस्। र तेस्रो अनि अन्तिम स्टेप, किन्नुहोस् र धैर्य गर्नुहोस्। जब कुनै कम्पनीमा पूरा विश्वास हुन्छ त्यसको शेयर किन्नुहोस् र केही दिन वा हप्ताका लागि होइन, वर्षौंसम्मका लागि ढुक्क भएर बस्नुहोस्। अब अन्त्यमा यति धेरै कुरा गरिसकेपछि हामीले बुझ्नुपर्ने मुख्य सन्देश एउटै हो। शेयर बजारमा जुवा खेल्न बन्द गरौँ र एक मालिक जसरी लगानी गर्न सुरु गरौँ। अनि तनावमुक्त लगानीको लागि यो भनाइ सधैँ याद राखौँ। लगानी गर्नको लागि सही वा गलत समय भन्ने हुँदैन, बरु सही र गलत स्टकहरू मात्र हुन्छन्। यसको मतलब सफलता बजार कहिले माथि जान्छ वा तल झर्छ भनेर अनुमान लगाउनुमा छैन, बरु हामीले कुन चाहिँ व्यवसाय किनिरहेका छौँ भन्ने कुरामा छ। अब सबैभन्दा ठूलो प्रश्न यही हो, के हामी ती सही कम्पनीहरू खोज्न र एक सफल लगानीकर्ता बन्न तयार छौँ त?